छोरा मान्छे भएर जन्मिन कहाँ सजिलो छ। छोरा मान्छेलाई त काल खोज्न टाढा जानै पर्दैन। ऊ त बाँचिरहेको हुन्छ, तर दिन ऊ कालसँग जुधिरहेको हुन्छ। कहिले श्रीमतीको दिनभरको किचकिच, कहिले छोराछोरीको तिरस्कार र बेवास्ता, कहिले आफ्नै आमा बुबाकै भेदभाव र नबुझेको माया। काँधमा ऋणको भारी जसले उसको मुटु कुन्चिन्छ, तर उसले केही भन्न सक्दैन। दिनभरको कामले ऊ थाकेको हुन्छ, तर बोल्दैन, रुन्छ भित्रभित्रै। किनकि छोरा मान्छे रुनु हुँदैन भन्ने समाजमा आँसु देखाउनै सक्दैन। उसले मुस्कान देखाउँछ ताकि घर चलिरहोस्, तर उसलाई त ठिक छस् भनेर कसैले सोध्दैन। उसको प्रेमको बलिदान हो, उसले केही माग्दैन। उसको शक्ति सहनशीलता हो, उसले कसैलाई दोष दिँदैन। आशा, सपना र अस्तित्वसँगै ऊ भित्रभित्र हराउँदै गएको हुन्छ। कहिलेकाहीँ ऊ चुप लाग्छ किनकि बोल्न थकाइ लाग्छ। कहिलेकाहीँ ऊ हाँस्छ किनकि उसँग रुने समय नै हुँदैन। छोरा मान्छे भएर जन्मिन कहाँ सजिलो रहेछ र। ऊ कालसँग लड्दै हरेक दिन जिउँदो रहने अभिनय गरिरहेको हुन्छ। बाहिरबाट हेर्दा ऊ बलियो देखिन्छ, तर भित्रबाट विनाश हुँदै गएको हुन्छ। छोरा मान्छेको दुःख पनि बुझ्न नसकिने रहेछ। उसले न आफ्नो आमासँग अँगालो हालेर आफ्नो दुःख सुनाउन सक्छ, न आफ्नो बुबासँग गला लगाएर शान्ति पाउन सक्छ। भित्रभित्र टुट्दै छरपष्ट हुँदै जान्छ, तर पनि आफ्नो साथीहरूसँग खालठट्टा हाँसी मजाक गर्दै गरेको देखिन्छ। आफ्नै